हेलो हेलो साथीहरू 3 वर्षपछि म घरमा आएको छु क्या त्यही भएर मलाई मायाले मेरो मम्मीले मलाई गाभा पकाइदिँदै हुनुहुन्छ। मलाई एकदम मनपर्छ नि त यसको तरकारी। त्यही भएर मम्मी बारीमा अहिले गाभा टिप्दै हुनुहुन्छ। म पनि मम्मी सँगसँगै गएर भिडियो बनाउँदैछु। मम्मीको प्यारो प्यारो माया। अनि यो बोडी देख्नुभएको छ नि बोडी, यो पनि हाम्रो घरमा आफैले लगाएर फलाएको बोडी हो। हाम्रो घर पछाडि थोरै जमिन छ तर पनि चिटिक्क मिलाएर चाहिँ मम्मीले धेरै चिज फलाउनु भएको छ। यहाँ हेर्नुहोस्, यो पनि गाभा हो। मलाई एकदम मनपर्छ क्या यो। प्रायः जस्तो त हिउँदमा बर्खामा खान्छन् है, अनि अहिले पनि खान मिल्छ यो। धेरै त छैन तर थोरै 10-12 बुट्टाहरू लगाएको छ होइन। अनि घरको बारीमै हो यो। खासमा चाहिँ यो खोलाको नदीको किनारहरूमा पनि आफै उम्रिएको पनि हुन्छ, त्यो पनि मिठो हुन्छ। अहिले चाहिँ हामी यो गाभा टिप्दैछौँ। अनि यो गाभा चाहिँ एकदमै कलिलो कलिलो गाभाहरू टिप्नुपर्छ क्या। यो धेरै छिप्पिसकेको साह्रो पात भइसकेको चाहिँ मिठो हुँदैन। अनि कलिलो हुन्छ नि जुन गुबाहरू हुन्छ हो, त्यो पातहरू टिपेर बनाउँदा चाहिँ एकदम मिठो लाग्छ क्या, मिठो हुन्छ। मैले गाभा पनि टिपिसकेँ। त्यस पछाडि हामी यो टमाटरहरू टिप्छौँ। त्यसपछि यो हरियो खुर्सानी भयो। अनि यो भान्टा पनि फलेको छ, बैगन। अनि हामीले त्यो गाभालाई चाहिँ यसरी बनाउँछौँ। यसरी चाहिँ गाभामा भिन्डी हालेर हामीले पकाउनुको लागि रेडी बनाइसक्यौँ। अब त्यसपछि म जाँदैछु दोस्रो तरकारी बोडी टिप्नको लागि बारीमा। अब हेर्नुहोस् है, एउटा बुट्टा हो तर कस्तो दामी फलेको छ। वाउ वाउ, कस्तो बवाल तरिकाले फलेको छ क्या बोडी। यसको तरकारी त यस्तो दामी हुन्छ नि अब होइन, विषादी प्रयोग नगरेको तरकारी, गाउँमा फलेको। मैले आजको लागि तरकारी पनि नटिपिसकेर अब तरकारी र खानासँग खानको लागि एउटा कागती पनि लिएको छु। र त्यसपछि अब म यो तरकारी लिएर म कोठाभित्र होइन मेरो घरभित्र जाँदैछु है। घरमा जाँदैछु। अब म मम्मीलाई यसरी तर्साउँछु नि। मम्मी यस्तो तर्सिनु भयो। अनि मम्मीले गाभा बनाउँदै हुनुहुन्छ। यो गाभा रेडी पनि छ र अब म यसलाई लगेर यो तरकारी केलाउँछु। केलाएर मम्मीलाई पकाउनुको लागि रेडी बनाइदिन्छु। यति हेल्प गऱ्यो भने पनि त मम्मीलाई धेरै सहयोग हुन्छ नि होइन घरमा आउँदाखेरि। खाना चाहिँ मम्मीले बनाएको मलाई एकदम मनपर्छ क्या। ल अब चाहिँ मैले एउटा थाल निकालेर तरकारी बनाउने तर्खरमा छु। बोडीलाई चाहिँ केलाउने तर्खरमा छु। र मैले यो बोडी पनि केलाइसकेँ। अब यो केलाको बोडी पनि मम्मीलाई दिन्छु। अब केही मिनट पछि हेर्नुहोस् है, खाना रेडी भएर मम्मी टेबलमा आउँदै हुनुहुन्छ। के आयो मम्मी? ओ माय गॉड, वाउ, खाना रेडी भइसकेको छ। हाम्रो मम्मीको मेहनत है गाइस। हाम्रो लागि भात, सबै यो घरको तरकारी, गाभा, बोडी, कलबेडाको अचार, अनि त्यो चना फ्राई, अनि त्यसपछि यो गाभाको तरकारी, यो बोडीको सलाद, यो अचार, यो चना, यो कागती सब रेडी पारेर ल्याइसक्नु भएको छ। अब गम कि गम सबैजनाले खाने।